अब 2 हप्ता मात्र छ हैन जानु कहाँ हो जान लागेको पार्टीमा मेरो छोरी पार्टीमा जान्छ बुनुलाई पनि लिएर जान्छस् ए बुनु बुनु 2-3टा मात्र हाल्छु नि है के लगेर जाने सानो पार्टीमा मिठाई हो यो मिठाई हो बुनुलाई पनि लिएर जाने पार्टीमा ओ बुनु भयो 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 अब बुनु मलाई देऊ छानु मलाई देऊ न छोरी देऊ 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 मलाई मामुलाई देऊ होइन ऊ त घर गएछ अस्मिता बच्चा छ हजुर त्यहाँ हाल्ने होइन बाबा भइगयो वा बुनु के गर्छ त बुनु साडी त पुगेको त साडी पुगेको यस्तरी होइन बाबा यताबाट यस्तो ल भयो अब ल ल बाई बाई पार्टीबाट के ल्याएर आउने हो मामुलाई ल ल ठिक छ बुनु छोरी यता ओरे पार्टीबाट आइसक्यो के ल्यायो त पार्टीबाट मामुलाई दिनुहोस् मलाई मिठाई वाउ कति राम्रो मिठाई हेलो हेर मिठाई को खान आउँछ मेरो छोरीले ल्याएको मिठाई कस्तो टेस्टी टेस्टी मिठाई रहेछ के को मिठाई हो सानो यो गाजलको यो गाजलको मिठाई होइन यो राम्रो मिठाई हो भयो अब धरि ल्याउनु न बाबा यो बुनु मिठाई दिदीले ल्याएको खाने होइन दिदीले पार्टीबाट मिठाई ल्याएको हेर सानो बुनु ए दिदीले मिठाई ल्याएको पार्टीबाट आऊ अब 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 के गएको आऊ 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 यता यता सानी ल अब नाच्देऊ न त साडी लाएर ल यता यता ल नाच नि त तिमी साडी लाएर आयो भने कालो चस्मा लायो ट्याप लक्कै ढल्छ केटा दरम दरम खोइ नाच्देऊ त ल ल नाचो अब डान्स गर्दै पार्टीमा डान्स गर्छ नि त जाऊ छिटो नाच ल छिटो बाई छिटो होस् पार्टीबाट हस् छिटो बुनु बुनु बुनु
बाबा फ्यान खोइ फ्यान उही माथि छ फ्यान ल्याएर हाल्दै भने फ्यान खोइ छोरी सधैँ आउँछ त मा ऊ अनि फ्यान खोइ फ्यान हजुर आइहाल्यो पार्टीबाट बुनुलाई देऊ नि त ब्यागमा के छ ओ के घिराउनु हुने खोइ अब डान्स पनि गरिदेऊ न त कतिमा दियो होला है थाहा छैन त्यत्रो घर 1000 रुपियाँ त मामुले दियो होला तरम तरम तरकारी कालो चस्मा लाए भने ल भन नाच त खै कालो चस्मा आयो भने लाएर आयो भने कालो चस्मा लायो भने टाक्लक्कै ढल्छ केटा दरम दरम हो सानो पार्टीमा के खान्छ के खाने पार्टीमा हो पार्टीमा के गर्छन् त नाच्छन् के गीतमा नाच्ने रोक न कुरा गरौँ के पहिला के गीतमा नाच्ने हो भन पहिला पार्टीमा को छन् भन्दै त को सबै भनेको मामु बाबा दादा कसको घरमा जान लागेको पार्टीमा भन त दादाको घरमा को दादाको घरमा रोक न तिम्रो साडी बिग्रिहाल्यो के एकैछिन पार्टीमा अलि राम्रोसँग साडी लाएर जानु पर्यो नि त अलि यो साडी पनि भएन यो यस्तो साडी कसरी लायो खोइ कसले लगाइदियो तिमीले पार्टीमा गएर कसो अरूसँग शादी त गर्ने होइन यो के शादी गरे हो तिमीले अनि यो माला टिकी लगाएर गएको छौ त शादी गरे जस्तै आजकलको केटी त छोटो छोटो लुगा लगाउँछन् तिमीले त पार्टीमा आमा हो कसको आमा हो मामुको आमा हो अरे मेरो मैले अनि तिमीलाई मामु भन्ने अब के भन्ने मामुको आमा हो अरे बुनु ओ बुनु सुन न अनि पार्टीमा पैसा लिनुपर्छ कि पर्दैन पार्टीमा पर्छ कहाँ कति छ मलाई पनि देखाउन खोइ तिमीले बाई अरे बुनु के त डल्लु फ्यान खोइ बाबा फ्यान कहाँ छ फ्यान बाबा फ्यान खोइ सानो फ्यान खोइ है फ्यान खोइ भने फ्यान डल्लु फ्यान खोइ फ्यान खोइ भने जिगर के त खायो छ डल्लु ओहो पार्टीबाट आइसक्यो के दियो त खै मलाई मिठाई पार्टीमा के खायौ नाचे के गीतमा नाच्यो खोइ कसरी नाच्यो देखाउ त यसरी नाच्यो के गीतमा नाच्यो स्याउली बजारमा अनि के रे पार्टीमा तिमीलाई कस्तो छ भन्दैछ पार्टीमा तिमीलाई के भन्यो राम्रो देखेछ भने कि नै साथीहरूले भनेन राम्रो देखेन अरे तिमी के लिएर आछौ हो मकै खाऊ भन्ने हो उठ मलाई देऊ के खायो ल के खायो बुनु सानी